4 वर्ष अघिको गोसाइँकुण्ड यात्रा यो चाहिँ हो हाम्रो डे फर्स्ट। हामी चाहिँ बिहानै उठेर बस पार्क गयौँ कलङ्कीमा। त्यहाँ चाहिँ साथीभाइ सबलाई भेटेर हामीले हाम्रो सामानहरू गाडीमा राख्यौँ। अनि त्यहाँ गाडीमा चाहिँ एकजना भाइले मिठो गीत गाइरहनु भएको थियो। अलि अगाडि गइसकेपछि चाहिँ हामी खाना खान रोक्यौँ। त्यहाँ हामीले मजाले खाना खाएर एकैछिन रेस्ट गऱ्यौँ। त्यसपछि फेरि हाम्रो यात्रा सुरु हुन्छ। अनि अलि अगाडि गइसकेपछि चाहिँ हाम्रो गाडी बिग्रियो। गाडी बिग्रिसकेपछि चाहिँ हामी शीतलतिर बसेर गाडी बनिन्जेलसम्म वेट गरेर बस्यौँ। यात्रा अगाडि बढेसँगै केही अगाडि गएर हाम्रो गाडी रोकिएको थियो। अनि हामी चाहिँ त्यहाँको दृश्यलाई अवलोकन गर्दै थियौँ। एकदम मनमोहक दृश्य, हरियाली, पहाड। त्यसपछि अलि अगाडि गइसकेपछि हाम्रो गाडी चाहिँ हिलोमा फसेको थियो। बाटो एकदम खराब थियो। सबै मिलेर धक्लेर हामी फेरि अगाडि बढ्यौँ अनि धुन्चे पुग्यौँ। धुन्चे पुग्दा चाहिँ 3-4 बज्न लागिसकेको थियो। सानो भाइ बहिनीहरू लौरो बेचिरहनु भएको थियो 20 रुपियाँमा। हामीले त्यहाँ लौरो किनेर हामीले अब हाम्रो यात्रा सुरु गऱ्यौँ हिँडेर। हामी आज देउराली पुग्ने भन्ने हाम्रो प्लान थियो। अनि हामीले हाम्रो यात्रा सुरु गऱ्यौँ। पुरै मनोरञ्जन दृश्यहरू हेर्दै प्रकृतिसँग रम्दै हामी चाहिँ अगाडि बढिरहेको थियौँ। झोलुङ्गे फुल अनि चारैतिर हरियाली, हुस्सु लागेको चारैतिर, त्यो सबै चिजलाई चाहिँ हामीले रमाइलोसँग अवलोकन गर्दै अगाडि बढ्यौँ। त्यसपछि चाहिँ हामी पुग्यौँ खट्टे खोला। त्यहाँबाट देउराली चाहिँ 2 घण्टामा पुगिन्छ भनेर देखाइएको थियो। अनि यहाँ चाहिँ झरना, पानी, त्यो पानीको आवाज, झरनाको आवाज, प्रकृतिसँग रम्दै प्रकृति प्रेमी मान्छेलाई चाहिँ यसरी ट्रेकिङ हिँड्दाखेरि चाहिँ एकदम प्रकृतिसँग नजिक भइन्छ। मैले योभन्दा अगाडि नि ट्रेकिङ चाहिँ गरेको छु, तर यो चाहिँ मेरो सबैभन्दा लामो ट्रेकिङ थियो। बाटोमा घोडाहरू पनि थिए। राम्रो बाटो, नराम्रो बाटो, सबै खालको बाटो हुँदै हामी चाहिँ रमाउँदै बिस्तारै बिस्तारै गरेर हिँडिरहेका थियौँ। आज चाहिँ हाम्रो टार्गेट देउरालीसम्म मात्रै पुग्ने थियो, त्यही भएर हामी चाहिँ बिस्तारै नै अघि बढिरहेका थियौँ। एकदम राम्रो लागिरहेछ नानी, गर्मी लागिरहेछ। उकालो हिँड्दा एकदम रमाइलो लाग्छ। मलाई खुसी छु, छोराछोरीसँग हिँडेको छु। मेरो पालो मलाई एकदम रमाइलो लाग्छ। मेरो फर्स्ट ट्रेक हो, एकदम रमाइलो लाग्छ मलाई। एकदम एक्साइटेड। अब अझ माथि पुगेर कस्तो हुन्छ हेर्न। आई एम इन्जोइङ द मोमेन्ट। अहिले हामी खान्दी भन्ने ठाउँ आइपुग्यौँ है। खान्दी त एक्सपिरियन्स कस्तो भइरहेछ त? एक्सपिरियन्स चाहिँ एकदम रमाइलो। अहिलेसम्म चाहिँ यहाँ भएको कुरा नै धेरै लिउँ भइरहेछ। यहाँबाट फर्किने बेलामा फेरि आउने कुरा गर्छ है। हजुर कति गाह्रो भइरहेछ? टु मच। केही दिउँ। साँझ परिसकेको थियो। लगभग हामी पुग्ने बेला हुन लागिसकेको थियो देउराली। साँझको समय, जङ्गल, शान्त वातावरण अनि त्यो फग सबैले मनमोहक दृश्य हुँदै हामी चाहिँ देउराली आइपुग्यौँ बेलुका। आजको राति चाहिँ हामी यहीँ देउरालीमा बास बस्यौँ। दोस्रो दिन चाहिँ हामी बिहानै 4 बजी उठेर हामीले हाम्रो यात्रा अगाडि बढायौँ। अहिले चाहिँ हामी धिम्सा आइपुग्यौँ। देउरालीबाट हिँडेको 1 घण्टामा। हामी चाहिँ हिजो 7 बजे देउराली आइपुग्या भएर देउरालीमै बस्यौँ। त यहाँ चाहिँ चिया पनि एकदम मिठो पाइएको छ। म प्रकृति प्रेमी। यसरी प्रकृतिलाई नजिकबाट निहाल्दै अगाडि बढिरहँदा मनै हर्षित भइरहेको थियो। बाटो चाहिँ एकदम उकालो उकालो नै थियो। त्यही पनि ती सबै चिजमा खुसी खोज्दै रमाउँदै प्रकृतिलाई नजिकबाट हेर्दै हामी चाहिँ अगाडि बढिरहेका थियौँ। चन्दनबारीमा छौ। हेलो हेलो, हामी अहिले आइपुग्यौँ। कहाँ आइपुग्यौँ? चन्दनबारी। We are here, चन्दनबारी। आयो कस्तो होटल मम्मी? राम्रो, एकदम रमाइलो भएको छ। यो चाहिँ हामी चन्दनपुर आइपुगेका छौँ। चन्दनपुरको यो चाहिँ चिज फ्याक्ट्री।
माथिको अवस्था हामी चाहिँ टोटल 10 जना गएका थियौँ। 10 जनामा कोही हिँड्न सक्ने, कोही हिँड्न नसक्ने, हिँड्ने बानी भएको नभएको सबैजना थियौँ। त्यसले गर्दा पनि कोही अगाडि कोही पछाडि भइरहेका थियौँ। एक अर्कालाई हामी चाहिँ कुर्दै त्यसरी नै अगाडि बढिरहेका थियौँ। दृश्यहरू एकदमै सुन्दर दृश्य थियो। घाम लागिरहेको थियो। नानी बाबुहरूलाई गाह्रो भएको छैन? छैन। कहाँ पुग्ने हो भारी लिएर? यसरी गाउँघरमा हुर्किएको भाइ बहिनीहरू सानै उमेरमा कति परिपक्व, सानै उमेरदेखि काम गर्न जानेका अनि दुःखमा पनि आफ्नो हाँसोलाई चाहिँ बरकरार राखेर आफ्नो जिन्दगी चलाइरहेको देख्दा चाहिँ हामीले पनि त्यहाँबाट सकारात्मक सिकाइ चाहिँ लिन सकिन्छ। त्यहाँबाट हामीले नि सिक्नुपर्छ दुःखमा पनि कसरी खुसी हुन जान्ने भनेर। त्यसै गरी हामी अगाडि बढिरहँदाखेरि चाहिँ जङ्गल अनि त्यो सुन्दर बाटो, शान्त अनि जताततै हरियाली, प्रकृतिको सुन्दरता, यो सबैलाई हामी अँगाल्दै अगाडि बढिरहेका थियौँ। बाटोहरू एकदम धेरै सुन्दर थियो। अनि अलि अगाडि गएर हामी एकैछिन त्यहाँ बस्यौँ। अरू साथीहरू पछाडि नै हुनुहुन्थ्यो। कुर्नको लागि हामी बस्यौँ। त्यसपछि फेरि हामी हिँड्न सुरु गर्यौँ। बुवा कस्तो भइरह त? रमाइलो भइरहेछ? रमाइलो त हो नि। कति वर्षको हुनुभयो रे बुवा? 74। तगडा हुनुहुन्छ हाम्रो बुवा। अब अहिले जेठ असार साउन पर्दा आसिन, अब 5 महिनामा 75 लाग्छ। भनेपछि हामी केटाकेटीलाई त मोटिभेसन हुनुहुन्छ हजुरबुवा। हिँड्न गाह्रो हुनेहरूको लागि चाहिँ त्यहाँ घोडाको व्यवस्था पनि थियो। मानिसहरू घोडामा यात्रा गरिरहनु भएको थियो। अनि हामी पनि हिँड्दा हिँड्दा एकदम धेरै गाह्रो भइसकेको थियो। बाटोहरू त्यस्तै थियो। अनि हामी चाहिँ सर्टकट बाटो खोज्दै खोज्दै अगाडि बढिरहेका थियौँ। बाटो सजिलो गाह्रो सबै त्यस्तै हुँदै हामी अगाडि बढ्यौँ। अनि हाम्रो नेक्स्ट स्टेसन चाहिँ हामी चाहिँ लौरी बिनायक गएर खाना खाने भन्ने थियो। अनि हामी लौरी बिनायक पुग्यौँ। यो चाहिँ अहिले हामी लौरी बिनायक आइपुग्यौँ। अब यहाँ हामी खाना खान्छौँ एकैछिन बसेर। घाम लागिरहेको छ अहिले त थोरै, वेदर क्लियर हुँदैछ। अब चाहिँ सुरु हुन्छ यो लौरी बिनायकको उकालो। हुस्यो लागिरहेको थियो, कतै घाम लागिरहेको थियो। अनि हामी भर्खर खाना खाएर अनि एकछिन रेस्ट गरेर हिँडेका थियौँ। त्यही पनि यस्तो उकालो चढ्न चाहिँ एकदमै धेरै गाह्रो भइरहेको थियो। एकदमै धेरै उकालो अनि बिस्तारै बिस्तारै नै हिँडिरहेको थियौँ। घाम लागे पनि चिसो थियो। मौसम चाहिँ हावा एकदमसँग चलिरहेको थियो। अनि हामी चाहिँ मजाले रोकिँदै त्यो प्रकृतिलाई हेर्दै बिस्तारै बिस्तारै अगाडि बढिरहेको थियौँ। हामीलाई यो उकालो चढेर माथि पुग्नलाई पनि धेरै नै समय लागिरहेको थियो। सबैलाई हिँड्नलाई गाह्रो भइरहेको थियो। हामी बिहानदेखि हिँडिरहेका थियौँ। त्यही भएर पनि हामीलाई चाहिँ थकाइ लागिसकेको थियो। अनि हामी यसरी नै अगाडि बढ्दै गयौँ। यहाँ चाहिँ लौरो ढोकाएर जानुपर्छ रे। यो चाहिँ लौरी बिनायक। अनि उता सूर्य के अरे कुण्ड जाने भनेको लौरोलाई दर्शन गराएर हामी चाहिँ अगाडि गयौँ। अगाडि चाहिँ बुद्धको मन्दिर थियो। यहाँ चाहिँ गोसाइकुण्ड जाने सबै मानिसहरूले चाहिँ दक्षिणा चढाएर जानुहुने रहेछ। अनि हामीले पनि त्यहाँनिर दक्षिणा चढायौँ। त्यसपछि त्यहाँ एकछिन बसेर हामीले अब हाम्रो बाँकीको यात्रा सुरु गर्यौँ। अब यसपछि चाहिँ कतै होटलहरू छैन। एकैचोटि गोसाइकुण्ड पुगिसकेपछि मात्रै हो। अनि यहाँबाट हाम्रो अब यात्रा सुरु हुन्छ। बाटो एकदम राम्रो थियो। तर कतै रुख घाँस यस्तो केही पनि देखिरहेको थिएन। जताततै चट्टानै चट्टान, भिर पाखा अनि यस्तै यस्तै मौसम थियो। अनि यो बाटोमा चाहिँ रेलिङ पनि राखिएको रहेछ सुरक्षाको लागि। किनभने एकदम भिड थियो। त्यहाँबाट हेर्दा पनि डरै लाग्यो। यत्रो एउटा कुण्ड छ त्यो काली, अनि यो भैरव कुण्ड काली भैरव कुण्ड हो क्या यिनीहरू। यस्तो माथि त्यहाँ गोसाइकुण्ड, गोसाइकुण्डको माथि सरस्वती कुण्ड, सरस्वती कुण्डको माथि हाम्रो सूर्यकुण्ड। टोटल 5 कुण्ड छ। च्याङ्ग्राहरू पुरै मस्त चरिरहेको छ।
यसरी अगाडि बढ्दै जाँदा अब चाहिँ हामीले यहाँबाट भैरवकुण्ड देख्न सक्छौँ। यो चाहिँ भैरवकुण्ड यहाँबाट देखिएको नागकुण्ड योभन्दा अलिकति तल छ। यो अहिले देखिरहेको चाहिँ भैरवकुण्ड हो। एकदम धेरै राम्रो देखिरहेको छ। अहिले चाहिँ घाम गएको भएर भिडियोमा चाहिँ खासै राम्रो आएको छैन, तर एकदम राम्रो छ। फाइनली हामी चाहिँ गोसाइकुण्ड आइपुग्यौँ। बिहान 4 बजेदेखिको यात्रा, बेलुकाको हामी 5-6 बजे चाहिँ गोसाइकुण्ड आइपुग्यौँ। कोही साथीहरू आइपुग्ने बाँकी हुनुहुन्थ्यो, हामी चाहिँ अलि अगाडि आइपुगिसकेको थियौँ। आजको राति चाहिँ हामीले यहीँ गोसाइकुण्डमा बितायौँ। आज गोसाइकुण्ड यात्राको तेस्रो दिन हामी बिहानै उठेर सबभन्दा पहिला चाहिँ गोसाइकुण्डमा स्नान गर्न भनेर गयौँ। यस्तो धेरै चिसो थियो त्यहाँ माथि, अनि पानी पनि त्यस्तै चिसो थियो। त्यसरी स्नान गर्न सकिन्छ कि सकिँदैन भन्ने थियो, तर भगवानले दिनुभएको शक्ति भन्ने के भन्ने, हामीलाई स्नान गर्न चाहिँ गाह्रो भएन। हामीले सजिलै 2-3 डुबुल्की लगायौँ पालै पालो गरेर। त्यसपछि चाहिँ सूर्यलाई जल चढायौँ। अनि एकैछिन त्यहाँ बसेर मजाले हामीले चाहिँ गोसाइकुण्डलाई धितमरिन्जेल हेऱ्यौँ। यति धेरै राम्रो कि यो भिडियोले जस्टिस गर्नै सकेको छैन, त्यति राम्रो थियो, त्यति सुन्दर। हेभन अन अर्थ भनिन्छ, सायद यसैलाई देखेर भनिएको होला, यस्तो राम्रो। यो चाहिँ गोसाइकुण्डको शिव भगवानको मन्दिर। यहाँ आएर सबैजनाले पूजा गर्नुहुन्छ। यहाँ चाहिँ कुण्ड भइहाल्यो। यहाँ शिवजी हुनुहुन्छ। पूजा गरेर अब चाहिँ हामी जल लिनलाई, अलि माथि जल लिने ठाउँ थियो, त्यसको लागि भनेर माथि गयौँ। यो चाहिँ गोसाइकुण्डको जल लिने ठाउँ। यहाँको जल चाहिँ तलको भन्दा राम्रो सफा हुन्छ भनेर यहाँको जल लिनु हुँदो रहेछ। शिवजीले होइन कालको विष खाएर यहाँ घाँटीमा भएको बेला यहाँ त्रिशूल हानेर यहाँबाट धारो बनाएको, अनि त्यहाँ गएर त्रिशूल राखेर सुतेको। जल लिइसकेपछि चाहिँ हामीले गोसाइकुण्डको परिक्रमा गर्यौँ। यति सुन्दर गोसाइकुण्ड छोडेर जाने मन त छँदै थिएन। अघिल्लो दिन चाहिँ हामी गोसाइकुण्डमै बसेको कारणले होला सुत्दा चाहिँ मलाई ब्रिथिङमा एकदम प्रब्लम भएको थियो, अनि त्यसैले गर्दा होला भोलिपल्ट मलाई टाउको यति धेरै दुखेको थियो कि त्यस्तो टाउको मलाई अहिलेसम्म जिन्दगीमै देखेको थिएन होला। त्यसपछि चाहिँ हामी अब फर्क्यौँ। फर्किँदा चाहिँ पानी परिरहेको थियो। हामीले चाहिँ रेनकोट लगाउँदै, प्लास्टिकको रेनकोट लगाउँदै अगाडि बढ्यौँ। अनि अगाडि गएर चाहिँ त्यहाँ खाजा खाने ठाउँ थियो। पानी परिरहेको भएर हामीले चिया बिस्कुट खायौँ, अनि पानी अलिक कम भइन्जेल बस्यौँ। अगाडि हिँड्दै गइसकेपछि एक ठाउँमा पुगेर हामीले चाहिँ चटपटे खानलाई त्यहाँ प्याज खुर्सानी किन्यौँ। अरू सामान चाहिँ हामीले बोकेरै आएका थियौँ। कतै हिँड्ने अनि हामी नेपालीले चटपटे नखाने त्यो त हुनै सक्दैन। मजाले प्लास्टिकमा हामीले युज नगरेको त्यो रेनकोटको प्लास्टिक थियो, त्यसमा मजाले सबै सामान हालेर हामीले चाहिँ चटपटे बनायौँ। चटपटे यसरी खानु पनि एउटा मेमोरी नै हुन्छ। यसरी हिँड्दा चाहिँ गोसाइकुण्डबाट फर्किँदा प्याज खुर्सानी किनेर हामी चटपटे बनाउँदैछौँ। चटपटे खाना कुरिरहनु भएको छ, आँखा लगाएर पानी निकालेर उहाँहरू चाहिँ। म चाहिँ यहाँ मेरो खुट्टा चाहिँ जाँदै ट्विस्ट भएको थियो, त्यसले गर्दा मलाई फर्किँदा चाहिँ एकदम गाह्रो भएको थियो। खुट्टा यस्तो भएको थियो। अनि हामी बिस्तारै हिँडेर तल आइपुग्यौँ। गाडी चढेर हामी काठमाडौँ फर्क्यौँ। हाम्रो गोसाइकुण्डको यात्रा एकदम रमाइलो भयो। थ्याङ्क यू फर वाचिङ।